हत्याराहरूलाई कारबाही गर्नु पर्यो। केपी ओलीलाई कारबाही गरे हो, लगेर एक दिन स्टोनको राजनीति गरेर रातारात पक्राउ गरेर पक्राउ त गरे नि, अदालतले छोडिदियो। चुप लाग्नुस्, के पनि गर्छ भन्ने जस्तोरी उहाँहरूलाई पक्राउ गरेर के गरे त अन्तिममा हस्पिटलको बेडमा लगेर उपचार गरेर घर फर्काइ। बिरामी हुन्छ त अनि के गर्न त नि? बिरामी भयो भने जेलमा नेपाली जनता फटाफट जेलभित्र मरिरहेछन्। अनि मानव अधिकारको हनन हुन्छ नि त फेरि। केपी ओली गरिबको छोरा मर्दा मानव अधिकार हनन भएन, अनि केपी ओली मर्दा जेलमा मर्दा मानव अधिकार आएको हनन हुन्छ? कसले भनेको थियो? मरे पनि जेलमै बस्छन्, डाक्टरहरूले जेलमै लगेर उपचार गर्नु पर्दैन? हस्पिटलको बेडमा लगेर दलाल भ्रष्टहरूलाई हत्याराहरूलाई हस्पिटलको बेडमा लगेर उपचार गर्ने, अनि गरिबको छोरा चाहिँ भ्रष्टाचार प्रमाणित भएको छैन, अनुसन्धानमा भ्रष्टाचार गरेका छैन, शेरबहादुरले भ्रष्टाचार गरेका छैन, आरजु राणाले भ्रष्टाचार गरेका छैन, प्रचण्डले भ्रष्टाचार गरेका छैन हिजो गरिब निमुखालाई देखाएर। अनि तपाईँहरूलाई कतिवटा प्रमाण चाहियो? तपाईँहरू हनुमान नबन्नुहोस् क्या, सत्य कुरा बोल्नुहोस्। कहिले केपी ओलीको हनुमान बनाएको छ, कहिले बालन शाहको हनुमान बनाएको छ, सत्य कुरा बताउनु पर्दैन? ठ्याक्कै भन्नुहोस्, अहिले बालन शाहको काम कस्तो लागिरहेको छ? बालन शाहले 2 कौडीको काम गर्नु भएको छैन। 2 तिहाई हेर्नुहोस् त, सहकारी पीडितहरूलाई रकम फिर्ता गर्न थालिसक्नु, सुकुमवासीलाई कारबाही गर्नुभयो, 25,000 दिइसक्नुभयो, पीडितलाई सहकारी ठगहरूलाई कारबाही गर्नुभयो, रातारात मुद्दा फिर्ता भयो होइन? ठगहरूलाई कारबाही प्रक्रिया अगाडि बढेको छ, रातारात मुद्दा फिर्ता गरिँदैछ। अदालतले गर्यो त, अदालतले गर्यो त, अदालत राज्यको कोषबाट जसले पनि फिर्ता गर्न सक्छ के? नेपाली जनताले गरिबले कर तिरेको ठाउँबाट जसले पनि फिर्ता गर्न सक्छ। ऋण लिएर गरेको हो, ऋण लिएर चाहिँ तिरेको छ पैसा। रवि लामिछानेलाई कारबाही गर्नु पर्यो, जीवी राईलाई कारबाही गर्न सक्नु पर्यो। बालन शाहको हिम्मत छ भने राज्यको कोषबाट जसले पनि पैसा फिर्ता गर्न सक्छ, त्यो कुनै ठुलो कुरा होइन, आइतबार लाग्दैन। होइन, तपाईँले भने जस्तै बालन शाहजीले आफ्नै सभापतिलाई कारबाही गर्न सक्नुहुन्छ होला त, तपाईँले त रविजीलाई कारबाही गर्नुपर्छ भन्नुभयो तपाईँले। रविलाई कारबाही गर्नु पर्दैन, जीवी राईलाई कारबाही गर्नु पर्दैन? रातारात आफ्नो सरकार आएपछि रातारात मुद्दा फिर्ता गर्न लगाउने। आज रासपाको सरकार आयो, सबै न्यायालयहरू रासपाका भए। हिजो प्रचण्डको सरकार थियो, सबै न्यायालयहरू प्रचण्डका थिए। हिजो केपी ओलीको सरकार थियो, सबै न्यायाधीशहरू केपी ओलीका थिए। अब 10 वर्ष हेर्नुहोस्, 10 वर्ष बालन शाहले न्यायालय चलाउँछन्, 10 वर्ष बालन शाहले यो सरकार चलाउँछन्, अनि त्यसपछि बालन शाहका हनुमान अहिले रासपा हनुमान 10 वर्षपछि के भन्छन्? त्यही बालन शाहको घर जलाउन जान्छन्। हिजो केपी ओली आई लभ यु भन्नेहरू एक दर्शकसँग केपी बा आई लभ यु भन्थे होइन? रातारात घर जलाइदिएनन्। खास गर्नुपर्ने के हो त? गर्नुपर्ने के हो? सुकुम्बासी बस्तीहरूलाई व्यवस्थापन गर्नुपर्ने हो। व्यवस्थापन गर्छु त भनिरहेको छ त सरकारले, गर्नुपर्ने हो। गरिबको अराजक मचाइराख्यो, सडकमा उफ्रिरहेको। आज माइती घरमा बिलौना हेर्नुहोस्, माइती घरको बिलौना हेर्नुहोस्। आज 2 तिहाईको सरकार आएर के चमत्कार भयो यो देशमा, के परिवर्तन भयो देशमा? सरकार आएको 2 महिना भएको छैन, किन यसरी उफ्रिया? सुन्नुहोस्, कति लाग्छ यो यहाँ हेर्नुहोस्, यो गरिब दुखीको समस्या समाधान गर्न कति वर्ष लाग्छ मलाई भन्नुहोस्? एउटा हत्यारालाई कारबाही गर्न कति वर्ष लाग्छ? भ्रष्टाचारीलाई कारबाही गर्न कति वर्ष लाग्छ? दलाललाई कारबाही गर्न कति वर्ष लाग्छ? मलाई भनिदिनुहोस् ल, मलाई भनिदिनुहोस्। हामी भएको भए 24 घण्टामा घिसार्थ्यौँ, 24 घण्टामा घिसार। दिनमा पनि रासपाका नेतामा 24 घण्टा गरेनन् त, कायरहरू के गरेनन्? विदेशीको नुन खाएको थिए, गरेनन्? हामी गरिदिन्थ्यौँ। कसले खायो? अहिले जो सरकारमा छन् तिनीहरूले खाए। तपाईँ बालन शाहको ठाउँमा तपाईँले दुर्गा प्रसाद ल्याउनु पर्थ्यो। हामीले एउटा अनुमान हो, ल्याउनु पर्थ्यो। म दुर्गा प्रसादको समर्थक होइन, केही होइन, ल्याएको भए हुन्थ्यो कि भन्ने हो। सुन्नुहोस्, 24 घण्टा बाद यिनीहरूले हिजो के भन्नुभएको थियो? जेएनजीको विद्रोह भइसकेपछि राजीनामा मात्रै दिएर हुँदैन, जेल हाल्नुपर्छ भन्नुभएको थिएन तपाईँको सुशीला कार्कीले? 6 महिना सरकार चलाउँदा के हेरेर बसेको? के हेरेर बसेको? अहिले बालन शाहको विरोध गर्दै हुनुहुन्छ होइन? अनि बालन शाहले हिजो मेयर हुँदा के भन्नुभएको थियो? के भन्नुभएको थियो? कारबाही गर्नुपर्छ, हाम्रो सीमा समस्या समाधान गर्नुपर्छ, लिपुलेक लिम्पियाधुरा हाम्रो हो, चुच्चे नक्सा निकाल्नु भएको थिएन? आज सरकारमा हुँदा नेपालको नक्सा नै राख्नु भएको थियो आफ्नो कार्यकक्षमा हुँदा उहाँको हातमा डाडु पन्ने हुँदा के हेरेर बसेको? के हेरेर बसेको? हामी भए भए गरिदिन्थ्यौँ, हामी भए भए गरिदिन्थ्यौँ, हामी भएको भए। हुने बित्तिकै यो देशका नीति नियम सबै परिवर्तन हुन्छ भन्ने लाग्छ तपाईँलाई? के का लागि भएको थियो? के का लागि भएको थियो? सुकुम्बासी बस्ती हटाउनको लागि भएको थियो? टिओबीका नायकहरूलाई सरकारमा पुर्याउनको लागि भएको थियो? थिएन। यो कुरा त तपाईँहरूले प्रष्ट भनिदिनु पर्यो नि।